नमस्कार, सेवापाटी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। रासपाको महाधिवेशनमा 2500 प्रतिनिधि सहभागी हुने। इन्भेस्टमेन्ट मेगा बैंकको सीईओ ज्योति पाण्डे पक्राउ। सुनको मूल्य घट्यो, चाँदीको बढ्यो। याम्लिङ हाइड्रोको आइपीओ बारफार। रासपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने। काठमाडौँ महानगरको कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको आवेदन खुल्यो। अध्यागमन सम्बन्धी विधेयकमा 7 दिनभित्र सुझाव दिन आग्रह। आयल निगमका प्रबन्ध निर्देशक डाक्टर भट्टको राजीनामा। विद्युत प्राधिकरणको निर्मित कार्यकारीको जिम्मेवारी श्रेष्ठलाई सञ्चालक समितिमा 2 सदस्य नियुक्त। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 3 जना पक्राउ। कांग्रेसको केन्द्रीय अनुशासन समिति पूर्ण गठन। प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। तमिलनाडुको मुख्यमन्त्री विजयले पाए विश्वासको मत, 144 संसदको समर्थन। अर्क सम्पाङ भन्छन् देशमा प्रधानमन्त्री छैनन्। हिमाल आरोहणका क्रममा 5 आरोही तथा पथ प्रदर्शकको मृत्यु। टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत आपूर्ति प्रभावित। तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।